म पार्टीको एकजना सांसद, केन्द्रीय सदस्य र पूर्व प्रवक्ताको रूपमा 100 डेज जुन हुनुपर्थ्यो त्यस्तो भएन भनेर भन्छु। पार्टीको आधिकारिकतामा पार्टीको सभापति वा प्रवक्ताले निकालि नै हाल्नुहुनेछ, तर मेरो तर्फबाट दिस इज नट सेटिस्फ्याक्ट्री भनेर मैले भने। करेक्ट गर्नु छ, क्रास नहोस्, क्राइसिस नहोस्, एक्सिडेन्ट नहोस् भन्ने कुरामा अहिले 100 डेजमा जसरी डेलिभर भएको छ, एउटा कुरा त होल्ड योरसेल्फ भनेर मैले केही समय दिनु न भनेर पनि भने, तर जुन डेलिभरीहरू भएको छ, टिम कस्तो बनाउँदै हुनुहुन्छ तपाईँ, डेलिभर कस्तो गर्दै हुनुहुन्छ, प्रायोरिटी तपाईँको के छ भन्ने कुरा चाहिँ त्यसलाई अलिकति रिस्ट्रक्चर गर्नुपर्छ। र पार्टीले इन्टरफेयर कसरी गरिरहेछ भन्ने त हिजो नै सभापतिजीले प्रधानमन्त्रीज्यूलाई घरमा बोलाएर 4 घण्टा छलफल गरिसक्नु भयो त, होइन कि त्यो इन्टरफेयर हो नि, होइन? यो के हो, यो हल्ला भइरहेछ, चर्चा भइरहेछ, असन्तुष्टिहरू भइराखेको छ, मान्छे आत्मदाह गर्दैछ भनेर नेताहरूले प्रधानमन्त्रीज्यूलाई बोलाएर त्यो छलफल गर्न आवश्यक ठान्नु र 4 घण्टा छलफल हुनु नै पनि एउटा त्यो कुराको सूचक हो। तर अब त्यो किन भइरहेछ, किन बोलाउनु भयो भन्दा त सभापतिज्यूले पनि त्यो इन्टरफेयर आवश्यक पर्यो भनेर सोच्नु भयो, होइन? त्यसैले पार्टीले जस्तो हुनु पर्थ्यो सचिवालय र संयन्त्र त्यस्तो भएको छैन, अलि लहडमा बनाइएको हो कि भन्ने जस्तो देखिन्छ। त्यसैले पनि म हतारमा छु घर फर्किने र औँला उठाउने, के गरेको, खेलाची गरेको भनेर सचेत गराउने। म अहिले राजनीतिक रूपमा सम्भवतः सबैभन्दा स्वतन्त्र अवस्थामा छु, जहाँ मलाई बोल्न डर छैन। हाम्रो करार पत्र हेर्नुभयो भने निर्वाचन ताका हामीले करार पत्र बनाएको छौँ र हस्ताक्षर ल्याप्ची नै लगाएको छौँ सबैजनाले, जसको 5औं बुँदामा प्रवासको बारेमा लेखिएको छ र त्यो अनुसार हामीले काम गरिराखेको छौँ। भन्नुको मतलब हाम्रो 20% प्रायोरिटी हो प्रवासी भनेको, हाम्रो लागि महत्त्वपूर्ण हो। र पहिलाको राजनीतिक व्यवस्था र राजनीतिक गठबन्धनहरूबाट जसरी प्रवासीहरू ठगियो त्यसको निरन्तरता हुँदैन भनेर हामीले करार पत्रमै लेखेको छौँ, जसमा नागरिकता सम्बन्धी कुराहरू पनि हामीले समेटेको छौँ। दलीयकरण अन्त्य गर्नलाई भने 2वटा इक्जाम्पल, एउटा त राजदूतको इक्जाम्पल दिइहाल्यौँ, युनिभर्सिटीको फ्री कम्पिटिसनबाट एप्लाई गरेको सर्ट लिस्ट र दलको कोही पनि सदस्य नभएको छानबिन यो निर्णय गर्ने समिति बनाएर हामीले निर्णय गरेर र अहिले भएको युनिभर्सिटीको अपोइन्टमेन्टमा कोही पनि रासुपाको सदस्य होइन, अरू पार्टीका सदस्य परेका छन् बरु, वा कुनै न कुनै कालखण्डमा अरू पार्टीको सदस्य हुनुहुन्थ्यो तर रासुपाको सदस्यता लिएको कोही पनि व्यक्ति हुनुहुन्न। हामीले विद्यालयको व्यवस्थापन समिति जुन बन्छ, विद्यालयको व्यवस्थापन समितिमा कुनै पनि पार्टीको सदस्य हुनु हुँदैन भनेर अर्को निर्णय गरेको छौँ। त्यसमा तिमीहरू यति राख, हाम्रो 2/3 छ, 2/3 हामी राख्छौँ भन्ने पनि हुन सक्थ्यो, जुन माओवादीले गर्यो काङ्ग्रेस एमाले प्रतिको रिस देखाएर, एमाले गर्यो काङ्ग्रेस प्रतिको रिस देखाएर, काङ्ग्रेसले गर्यो पञ्चेको रिस देखाएर। तर हामीले होइन, तिमीहरूले गलत गरिरहेको छौ, हामीलाई हिस्सा चाहिँदैन, यो संस्कार र अभ्यास गलत छ, यसलाई बन्द गर भनेर हामीले कुनै पनि दलको सदस्य अबदेखि। र मैले एउटा